हेलो एंड जय मसीह एवरीवन। परमेश्वर की उपस्थिति में एक बार फिर आप सभी को स्वागत है। आनंदित हो अच्छा? आमेन आमेन। हम लोगों ने अच्छा क्रिसमस यहाँ पर सेलिब्रेट किया है, काफी ब्लेस्ड हैं हम लोग और आज भी हम परमेश्वर के नाम की स्तुति और आराधना करने के लिए एक बार फिर यहाँ पर इकट्ठा हुए हैं। हम आशा करते हैं कि आप सब आनंदित और खुश होंगे और आइए हम अपनी आंखों को बंद करेंगे और कुछ समय हम मिलकर एक साथ प्रार्थना करें और उसके बाद में जोसेफ भाई प्रार्थना में अगुवाई करें। प्रभु हम धन्यवाद देते हैं हर एक उपकारों के लिए, हर एक आशीषों के लिए जो आपने हमारे जीवन में दिया है पिता। आपकी एक एक भलाइयों के लिए धन्यवाद परमेश्वर, आपके एक एक उपकारों के लिए धन्यवाद यीशु राजा। हम जितने भी जन यहाँ पर हैं हम अपने जीवन को तैयार करते हैं प्रभु, हम अपने हृदय को परमेश्वर पिता आपकी उपस्थिति में खोलते हैं परमेश्वर, ताकि यीशु राजा आज आपकी उपस्थिति हमारे जीवन में आने पाए, आज आपकी उपस्थिति हमारे बीच में आने पाए यीशु राजा। आपकी उपस्थिति से परमेश्वर ये स्थान भर दिया जाए परमेश्वर पिता, जैसे स्वर्ग में स्वर्गदूत आपकी आराधना करते रहते हैं पिता, इस दुनिया में और इस जगह पर यीशु राजा हम आपकी आराधना करने के लिए इकट्ठा हुए हैं प्रभु। धन्यवाद यीशु राजा, धन्यवाद यीशु राजा, धन्यवाद परमेश्वर पिता। सबै कुरा चाहिँ जान परमेश्वर तपाईँ हुनुहुन्छ। सबैसँग सबैको मनमा साथी दिनुभयो, विश्राम दिनुभयो अनि त्यो बेसीमा तपाईँ पवित्र दिनुभयो। आज बेसीमा चाहिँ हामी टाढा नदीबाट भेला भएका छौँ अनि त्यो तपाईँको महिमा प्रशंसाको लागि तपाईँमा चाहिँ रिस गर्नको लागि तपाईँको महिमा प्रशंसा गर्नको लागि हरेक कुरा तपाईँले सहायता गर्नुहोस्। हप्ताभरि काम गर्दाखेरि बस्दाखेरि डुल्दाखेरि रमाइलो गर्दा खाँदा एकजना आफ्नो सिचुएसनमा तपाईँ हाम्रो साथ हुनुभयो। अनि जसरी तपाईँ आफूको बगैँचामा आफूसँग समर्थन आउनुहुन्थ्यो लाइक द्याट प्रभु हाम्रो यस ठाउँमा सानो भवनमा प्रभु तपाईँ हामी स्वागत गर्दछौँ। तिमी वचनमा भनेको छ प्रभु, जहाँ दुई कि तिनजना भेला हुन्छ तिनीहरूको माझमा चाहिँ म तिनीहरूको बिचमा चाहिँ म उपस्थिति हुनेछु भनेर चाहिँ। अनि आज साँच्चै प्रभु तपाईँको वचनमा लेखिअनुसारको आज तपाईँ उपस्थिति चाहिँ हाम्रो माझमा छ अनि यो भनेर हामी विश्वास गर्दछौँ प्रभु। आज तपाईँले चाहिँ तपाईँको हुनेमाले चाहिँ यो रुमलाई यो कोठालाई यो ठाउँलाई चाहिँ तपाईँले गरिदिनु साथीहरूलाई साँच्चै त्यो प्रेजेन्स चाहिँ हामी फिल गरिकन जति नै हामीभित्र भएका जुवाहरू जुन पनि टुक्रिनु पर्ने जति नै चिज छ त्यो चाहिँ टुटेको छ उपस्थितिको कारणले गर्दा हरेक कुरामा तपाईँले सहायता गर्नुहुन्छ। हामी जे कुरा चाहन्छौँ र जे कुरा हामी चाहेर यस ठाउँमा हामी उपस्थित भएका छौँ साँच्चै नै हामी मिलेको छ, किन यही विश्वास गर्दछु प्रभु हरेक कुरामा तपाईँले सहायता गर्नुहुन्छ। सुरुदेखि अन्तिमसम्म यी भजन गरोस् प्रशंसा यी वचन सबै कुरामा तपाईँको महिमा प्रशंसा भएको छ। सबै कुरामा पवित्र आत्माको हस्तक्षेप भएको छ। पवित्र आत्माले गाइदिनुहोस् गर्नुहोस् र हरेक कुरामा तपाईँले सहायता गर्नुहोस्। सबैले तपाईँको हातमा आफैले आफैलाई सरेन्डर गर्छौँ प्रभु। तपाईँको महिमा प्रशंसा भएको छ। थैंक यू जोसेफ भाई। बाकी का समय हम केशव भाई के हाथ में सौंपते हैं। केशव भाई और आराधना में हमारे जय मसीह सबैजनालाई। जय मसीह। जय मसीह। परमेश्वरलाई धन्यवाद भएको होस् आजको दिनको लागि, परमेश्वरको अनुग्रहको लागि। हप्ता दिनभरि वर्ष दिनभरि परमेश्वरले हामीलाई सहायता गर्नुभयो। अब हामी 2025 को अलमोस्ट लास्ट समयमा आएको छौँ। अब नेक्स्ट विकदेखि त 2026 अनि परमेश्वरलाई धन्यवाद भएको होस्। उहाँ यो वर्षभरि हाम्रो साथमा हामीलाई फेथफुल भएर आज हामीलाई सहायता गर्नुभयो, हामीलाई उहाँको गुडनेस देखाउनु भयो भने हामी परमेश्वरलाई जति धन्यवाद दिए पनि आज कम छ। अनि उहाँलाई चाहिँ हामी हाम्रो जीवनदेखि उहाँको भय उहाँलाई प्रेम गरेर हामी धन्यवाद दिनेछौँ। आमेन। अनि हाम्रो नयाँ वर्षको रेजुलेसन के भन्छ त्यही हुनेछ कि हामी चाहिँ परमेश्वरलाई प्रेम गरौँ जसरी उहाँले हामीलाई प्रेम गर्नुभएको छ, एउटा अगाधे प्रेम, त्यसरी नै हामी परमेश्वरलाई प्रेम गर्नेछौँ। आमेन। अनि हामी प्रशंसा जानुभन्दा अगाडि एउटा भजन गाउनेछौँ। उहाँको सृष्टिलाई हामी यो गीतबाट धन्यवाद
लाग्नेछौँ अनि उहाँको अचम्मको सृष्टिलाई हामी वर्णन गर्नेछौँ। आमेन। भजन छ, भजन नम्बर 8। यो भजनले भन्दछ महान ईश्वर विशाल सुकाम तपाईँको अचम्मको सृष्टि गर्नुभयो। आमेन। आमेन।
आमेन आमेन हामी प्रशंसा गरिरहनेछौँ हाम्रो परमेश्वरको आमेन किनभने उहाँ महान हुनुहुन्छ उहाँ शक्तिशाली हुनुहुन्छ उहाँ प्रेमिलो हुनुहुन्छ आमेन आउनुहोस् यो घडी हामी स्तुति प्रशंसाको भागमा आएका छौँ हामी सबैजना सक्नुहुन्छ भने आफ्नो स्थानमा खडा हुनेछौँ अनि उहाँलाई हामी प्रशंसा गर्नेछौँ हाम्रो प्रेमिलो परमेश्वरलाई हामी प्रशंसा गर्नेछौँ आमेन उहाँको नाममा छुटकारा छ उहाँको नाममा शक्ति छ आमेन प्रशंसामा जानुभन्दा अगाडि म बाइबलबाट एउटा वर्स पढ्नेछु भजन सङ्ग्रह दाउदको भजन सङ्ग्रहबाट 62बाट म पढ्नेछु यहाँ यस्तो लेखेको छ मेरो प्राणले परमेश्वरमा मात्र विश्राम पाउँदछ उहाँबाट नै मेरो उद्धार आउँदछ उहाँ मात्र मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्छ उहाँ मेरो किल्ला हुनुहुन्छ म कहिले डग्ने छैन आमेन आज यो भजनले भने जस्तै हामी चाहिँ कहिले पनि डग्ने छैनौँ उहाँ हाम्रो किल्ला हुनुहुन्छ हाम्रो पर्खाल हुनुहुन्छ आमेन जसरी हामी सबैजना आफ्नो ठाउँ हामी सबैजना यहाँ माइग्रेट भएर आएका हौ अनि सबैजना आफ्नो ठाउँहरू छोडेर हाम्रो कम्फर्ट जोन छोडेर यो ठाउँमा हामी आएका छौँ अनि यहाँनिर थाहा छ हामीलाई यहाँ सङ्घर्ष छ दुःख छ एक्लोपन छ कतिचोटि होइन तर पनि हामी विश्वासी जनमा चाहिँ आज हामीलाई छुट्टै अनुग्रह छ किनभने परमेश्वर हाम्रो साथमा हुनुहुन्छ हामी डराउँदा हामी निराश हुँदा हाम्रो साथमा आशै नहुँदा चाहिँ हामी एउटै कुरालाई हाम्रो एउटै कुरा हाम्रो छ कि हाम्रो येशू ख्रीष्ट हामीसँग हुनुहुन्छ आमेन अनि उहाँको नाउँमा चाहिँ यति साह्रो आनन्द छ आज उहाँको वचनले भन्दछ आज हे बोझले थाकेका मानिस हो म कहाँ म तिमीहरूलाई विश्राम दिन्छु आज यो विश्राम चाहिँ आज संसारले दिने जस्तो विश्राम होइन यो विश्राम चाहिँ आज स्वर्गीय विश्राम हो आमेन त्यो विश्राम चाहिँ हामीले केवल येशू ख्रीष्टमा पाउँदछौँ यो विश्राम हामीले केवल आज संसारको कुराले हामी एकछिन मात्र तृप्त हुन सक्छ होला तर येशू ख्रीष्टको छुवाई येशू ख्रीष्टको त्यो विश्रामले चाहिँ आज हामी अनन्तसम्म हामी विश्राम पाउँछौँ आमेन अनि म सबैलाई इन्करेज गर्दछु कि हामी यो समय परमेश्वरको प्रशंसा गर्नेछौँ त्यो नाउँलाई उचाल्नेछौँ जो हामीसँग यत्रो वर्षसम्म आज हाम्रो आमाको गर्भमा भुलाइदिने हामीलाई छुन्नुभयो हामीलाई छान्नुभयो आज उहाँलाई हाम्रो टाउको केस कति छ भनेर पनि थाहा छ अनि उहाँले हाम्रो नाउँ चाहिँ आज आफ्नो हत्केलामा खोपेर आज लेखेर राख्नु भएको छ हामी त्यति साह्रो प्रेम गर्ने परमेश्वर हुनुहुन्छ अनि उहाँको नाउँलाई चाहिँ हामी प्रशंसा नगरिकन बस्न सक्दैनौँ आज उहाँको नाउँलाई हामी नाच्दै कराउँदै हामी प्रशंसा गर्नेछौँ आमेन तयार हुनुहुन्छ तयार छौँ हामी आज हामी भन्नेछौँ येशू तपाईँ हाम्रो जीवनमा बढ्नुहोस् म गर्दै गर्दै तल तल गर्दै जान्छु आज तपाईँको राज्यलाई हामी घोषणा गर्नेछौँ यो ठाउँमा आज यो गीतले भन्दछ येशू माथि माथि धेरै माथि बढ्नु म तल तल अझै तल घट्नु आमेन हाम्रो जीवनमा हामी येशूलाई बढ्न दिउँ यो समय हामी मुख खोलेर ताली बजाउँदै हामी परमेश्वरको प्रशंसा गर्नेछौँ आमेन
मेरो नाउँमा भेला हुँदैछ त्यहाँ मेरो उपस्थिति हुनेछ भनेर आज तपाईँको उपस्थिति हाम्रो बिचमा छ। तपाईँको उपस्थिति हामीलाई भर्नुहोस्, तपाईँको महिनाले हामीलाई हेर्नुहोस् येशू। ओ येशू, आज हाम्रो हरेक परिस्थितिमा हामी तपाईँलाई उचाल्दछौँ येशू। हाम्रो दुःखमा होस्, हाम्रो सुखमा होस्, हामी केवल तपाईँको नामलाई उचाल्दछौँ येशू। तपाईँको नाममा शक्ति छ येशू। महान ईश्वर तपाईँ शक्तिशाली हुनुहुन्छ। ओ प्रभु तपाईँलाई नाम चढाउँदछौँ। ओ हाम्रो वर्तमान, हाम्रो भविष्य हामी तपाईँको नाममा सुम्पिँदछौँ। हामी केवल तपाईँको नाममा सुम्पिँदछौँ। हाम्रो योजनाहरू हामी तपाईँको नाममा सुम्पिँदछौँ येशू। हाम्रो चिन्ता पनि हामी केवल तपाईँको नाममा सुम्पिँदछौँ। ओ येशू, हाम्रो सबै कुरा हामी तपाईँमा राख्दछौँ येशू। महान ईश्वर, केवल तपाईँको नाम। ओ प्रशंसा, प्रशंसा। ओ येशू। आज मेरो जीवन, हाम्रो जीवनको सहारा एउटै छ येशू। तपाईँको नामको उच्चारण, तपाईँको नामको प्रशंसा गर्ने हाम्रो मन आनन्द हुन्छ, शान्ति हुन्छ जब हामी तपाईँको नामको घोषणा गर्दछौँ। हामी तपाईँलाई जब वेलकम गर्दछौँ हाम्रो हृदयमा, हाम्रो मनहरू आनन्दले भरिँदछ। तपाईँको आनन्द, तपाईँको शान्तिले भरिँदछ येशू। आज भरिँदैन, आज भरेर भोगिँदछ येशू। आज हामीलाई तपाईँले आज मागेको भन्दा नि बढ्ता दिने परमेश्वर हुनुहुन्छ येशू। आज तपाईँको नामको उच्चारण महान ईश्वर तपाईँ महान प्रभु हुनुहुन्छ। महान प्रभु
सिंहासनमा विराजमान हुने परमेश्वर, हामी तपाईँलाई महिमा दिँदछौँ, स्तुति चढाउँदछौँ। यो मेरो ओठले केवल तपाईँको नाम भजन गाउँदछु। आज हामी बात सुन्जेर हामी तपाईँको प्रशंसा गर्दछौँ, तपाईँको वचनले भन्दछौँ, सास सुन्ने गरेको प्राणीले परमप्रभुको प्रशंसा गरोस्। आज हामी हरेक सास सुन्ने मानिसहरू तपाईँको प्रशंसा गर्दछौँ। यसो हामी तपाईँको नामको प्रशंसा गर्दछौँ, स्तुति प्रशंसा हामी गर्दछौँ। तपाईँको छुवाइलाई धन्यवाद तपाईँलाई स्वागत गर्छु। हाम्रो जीवनमा तपाईँलाई स्वागत गर्दछु। आउनुहोस् हाम्रो जीवनमा तपाईँले परमेश्वर तपाईँ चलाउने तपाईँको हिसाबले चलाउने भाडा बनाउनुहोस्।
सबै बिन्ती प्रार्थना खोजी प्रार्थना मान्छे क्रिस्टको नाममा आमेन। Praise the Lord. परमेश्वर की उपस्थिति हमारे बीच में है, क्योंकि परमेश्वर का वायदा है जहाँ पर लोग परमेश्वर की आराधना करते हैं, परमेश्वर वहाँ पर पवित्र आत्मा के रूप में विराजमान होने वाला परमेश्वर है। और ये कितना विश्वास योग्य परमेश्वर है कि ये पूरे साल परमेश्वर ने हमें संभाला है, और इस साल का ये अंतिम शनिवार, अंतिम सैटरडे है जब हम यहाँ पर बैठकर परमेश्वर की आराधना कर रहे हैं। अगर हम बीते हफ्तों में या बीते महीनों में हम देखें तो हम जान सकते हैं और हम देख पाएंगे कि परमेश्वर ने हमें कहाँ से उठाकर कहाँ तक लेकर आया है। परमेश्वर का हाथ हमारे जीवन से कभी भी हटा नहीं है, इसके लिए परमेश्वर को धन्यवाद देंगे। अभी ये समय है डिक्लेरेशन करने का। मैं स्मृति को आगे का समय देता हूँ। लास्ट वीक अफ द इयर अनि हामी फर्केर हेर्दाखेरि चाहिँ परमेश्वरले हाम्रो जीवनमा कति धेरै कामहरू गर्नुभएको छ। कतिचोटि चाहिँ हामीले सानो सानो कुराहरूको लागि परमेश्वरलाई चाहिँ धन्यवाद दिन बिर्सिरहेका हुन्छौँ, तर वचनले भन्छ कि हरेक परिस्थितिमा चाहिँ परमेश्वर कहाँ चाहिँ धन्यवादको विषय साथ आओ। अनि आज चाहिँ हामी परमेश्वरले गर्नुभएको अनुग्रहको निम्ति चाहिँ हामी निकै हामी छुटकाराको निम्ति हामी चङ्गाइको निम्ति हामी घोषणा गर्नेछौँ, तर हामी परमेश्वरलाई चाहिँ धन्यवाद दिनको निम्ति चाहिँ धन्यवादका घोषणाहरू चाहिँ हामी गर्नेछौँ। अनि आज वचनमा परमेश्वरले हाम्रो निम्ति गर्नुभएको हरेक प्रतिज्ञाहरूलाई सम्झिँदै, उहाँले पुरा गर्नुभएको हरेक प्रतिज्ञाहरूलाई सम्झिँदै चाहिँ हामी उहाँलाई धन्यवाद दिनेछौँ। आमेन। आजको टपिक छ रिमेम्बरिङ गड्स गुडनेस विथ अ हार्ट अफ थ्याङ्क्सगिभिङ। हामी देखिएका र नदेखिएका हरेक आशिषका लागि प्रभुलाई धन्यवाद दिन्छौँ। यस वर्षभरि हामीलाई थामेर राख्ने उहाँको अनुग्रह नै थियो भन्ने हामी स्वीकार गर्छौँ। ख्रीष्टमा हामी विजय भन्दा पनि बढी हुन्छौँ। हामीले सामना गरेका कुनै पनि चुनौतीले हामीलाई हराएन, बरु हाम्रो विश्वासलाई अझ बलियो बनायो। हामी घोषणा गर्छौँ कि जसले हामीमा असल काम सुरु गर्नुभयो उहाँले त्यसलाई पुरा गर्नुहुनेछ। परमेश्वरको कुनै पनि प्रतिज्ञा असफल भएको छैन र कहिले हुने छैन। हामी विगतका पीडा र निराशाहरूलाई छोड्छौँ। हामी घोषणा गर्छौँ कि परमेश्वरले नयाँ काम गर्दै हुनुहुन्छ। पुराना ऋतुहरू बन्द भएका छन् र नयाँ ढोकाहरू खुलिरहेका छन्। हामी प्रभुमा आशा र आत्मविश्वास साथ नयाँ वर्षमा प्रवेश गर्छौँ। हामी ईश्वरीय कृपा, खुला ढोका, आत्मिक वृद्धि र उत्तर प्राप्त प्रार्थनाहरूको घोषणा गर्छौँ। हाम्रो भविष्य सुरक्षित छ किनकि परमेश्वर हामीभन्दा अघि जानुहुन्छ। म यी सबै घोषणाहरू मेरो जीवनमा पुरा भएको घोषणा गर्दछु पराक्रमी येशूको नाममा। आमेन। थैंक यू स्मृति डिक्लेरेशन में हमारी अगुवाई करने के लिए। अभी ये टाइम है जब हम परमेश्वर के
लिए जो भेंट लेकर आए वो देने का समय है। आप लोग अपना अपना बेटी तैयार कर ले। एक वचन पढ़ेंगे, Acts chapter 20 verse 35। Acts chapter 20 verse 35 में ऐसा लिखा हुआ है, It is more blessed to give than to receive। लेने से देना धन्य है। ये थोड़ा सा कठिन हो जाता है हमारे जीवन में। कई बार हम हमेशा लेना चाहते हैं पर हम देना नहीं चाहते। लेकिन जो बीते दिन में हमने क्रिसमस का प्रोग्राम यहाँ पर सेलिब्रेट किया है, हम लोगों ने यहाँ पर लिया भी है और दिया भी है। आमीन। और परमेश्वर का वचन पॉल इस तरीके से लिखता है कि देना हमारे लिए ज्यादा आशीषित है। लेने से देना हमारे लिए ज्यादा आशीषित है, क्योंकि जब हम देते हैं परमेश्वर के लिए तो हमें परमेश्वर की तरफ से वापस दिया जाता है। आमीन। एक कहानी है विलियम कोलगेट की। आपने सुना है कहानी विलियम कोलगेट, जिन्होंने कोलगेट का इन्वेंट किया है, जिनका नाम है विलियम कोलगेट। वो पहले उनका सोप का कंपनी था, साबुन बनाने का कंपनी था। उस टाइम पर कंपनी ज्यादा चल नहीं रही थी, फ्लरिश नहीं थी कंपनी। जो बना रहे थे वो घाटा हो रहा था, नुकसान हो रहा था। जब ऐसा होता रहा तब उन्होंने परमेश्वर के साथ बैठकर प्रार्थना किया और परमेश्वर से वाचा बांधी कि परमेश्वर, मैं अपनी कंपनी का 10% आपके लिए दिया करूंगा, चाहे मैं घाटे में ही क्यों ना जाऊं, पर 10% मैं हमेशा आपके लिए अलग कर दूंगा, आपकी सेवा के लिए, आपके राज्य के लिए देता जाऊंगा। और उसके बाद 10% हुआ, 20% हुआ, 30% हुआ। जैसे जैसे उनका कंपनी बढ़ती गई, बिजनेस बढ़ता गया, उनका देने का स्तर भी बढ़ता चला गया। अक्सर होता क्या है, जब हम देना ज्यादा जब हमारा प्रॉस्पेरिटी बढ़ता है तो हमारा देने का क्षमता है, कैपेसिटी है, वो कम हो जाता है। क्योंकि जैसे हमारा इनकम नेटवर्क बढ़ता जाता है, अगर हम 1 लाख कमाएंगे तो हमें 10,000 10% देना पड़ेगा। और हमें लगेगा यार 10,000 तो बहुत है, इतना तो नेपाल में, इंडिया में 1 महीने का सैलरी होता है। उसी तरीके से हुआ क्या, विलियम कोलगेट जब सोप बना रहे थे, सोप में ज्यादा सक्सेस ना मिलने पर भी 10% परमेश्वर के लिए दे रहे थे। उसको करते करते अपना बिजनेस स्विच किया। जब कोलगेट पे आए तो एकदम से उनका बिजनेस क्या हो गया, बढ़ गया। पूरी दुनिया में कोई भी ऐसा व्यक्ति नहीं है जिसने कोलगेट का इस्तेमाल किया। हर व्यक्ति, जो क्रिश्चियन हो चाहे नॉन क्रिश्चियन हो, सब कोलगेट इस्तेमाल करते हैं। उसको बनाने वाले व्यक्ति का नाम है विलियम कोलगेट। और आज भी उस कंपनी से 90% इनकम परमेश्वर के राज के लिए दिया जाता है और 10% खाली वो अपने काम के लिए, अपने यूज के लिए रखते हैं। तो ऐसा हमारा परमेश्वर है जो हम जब देंगे तो वो हमें और ज्यादा ब्लेस करने वाला परमेश्वर है। विलियम कोलगेट इस प्रकार से कहते हैं कि जब मैंने देना शुरू किया तो मुझे परमेश्वर की ओर से मिलना भी शुरू हो गया। जब तक हम देंगे नहीं तब तक हमें दिया नहीं जाएगा। परमेश्वर का वचन भी यही कहता है, दोगे तो दिया जाएगा। और देने से हम कभी भी गरीब नहीं होंगे, देने से कभी भी हम कमी घटी में नहीं रहेंगे। जितना ज्यादा हम देंगे उतना ज्यादा हमें दिया जाएगा। विधवा के लाइफ में भी हम वही देखते हैं, एक रोटी उसने खिला दिया परमेश्वर के दास को, फिर क्या हुआ, तेल कभी खत्म नहीं हुआ, रोटी कभी खत्म नहीं हुआ। तो आज ये सोच कर हम परमेश्वर को ना दे कि आज मैं बहुत छोटा ऑफरिंग लेकर आया हूँ या आज मैं सबसे बड़ा नोट लेकर आया हूँ, पर ये सोच कर दे कि जो मैं लाया हूँ वो बेस्ट लाया हूँ और वो परमेश्वर के राज के लिए, परमेश्वर की सेवा के लिए इस्तेमाल होगा। आमीन। तो आइए हम ग्रेस हमारे बीच में आए और हम ऑफरिंग उसमें डालेंगे।
आइए हम लोग अपनी आंखों को बंद करेंगे और इस ऑफरिंग के लिए प्रार्थना करेंगे। ऑफरिंग कोई बचाए? हालेलुया जीसस, थैंक यू लॉर्ड। धन्यवाद परमेश्वर पिता, आज की इस भेंट के लिए हम परमेश्वर विशेष तौर से प्रार्थना करते हैं। आपके वचन में लिखा हुआ है यीशु राजा कि लेने से देना ब्लेस्ड है। परमेश्वर, जब हम आज आपके राज्य के लिए हम कुछ बोते हैं, कुछ हम देते हैं परमेश्वर पिता, आप उसे ग्रहण करने वाला परमेश्वर है, आप उसे एक्सेप्ट करने वाला परमेश्वर है। हम विश्वास करते हैं प्रभु, ये दान और ये दशमांश जो हमने आपके राज आपकी सेवा के लिए दिया है पिता, हम प्रार्थना करते हैं प्रभु ये आपकी सेवकाई के लिए, आपकी सेवा बढ़ाने के लिए परमेश्वर इस्तेमाल होने पाए प्रभु। जिन्होंने अपने हाथ खोलकर परमेश्वर पिता इस भेंटी में भाग लिया है प्रभु, उन सभी को आप यीशु राजा अपने स्वर्गीय भंडार से आशीषित करें पिता। और जो दे नहीं पाए पिता, उनके लिए भी प्रार्थना कर देंगे, आने वाले दिन में उन्हें भी तैयार करें ताकि वो भी यीशु राजा देने वाले बन पाए। परमेश्वर, हम इस दशवांश इस भेंटी को हम आपके हाथों में समर्पण करते हैं प्रभु जी, और यीशु राजा आपने इसे ग्रहण किया है ये विश्वास करते हुए इस प्रार्थना को यीशु के नाम में मांगते हैं, आमीन। धन्यवाद किशोर भाई आराधना में हमारी अगुवाई करने के लिए। अभी ये टाइम है जब हमारे संडे स्कूल के छोटे प्यारे प्यारे बच्चे आएंगे और परमेश्वर का वचन हमारे बीच में शेयर करेंगे। ग्रेस एंड जोएल, वी इनवाइट यू। Therefore, if anyone is in Christ, the new creation has come. The old has gone, the new is here. Amen. Verse 2 Corinthians 5:17. Until lecture, therefore, if anyone is in Christ, the new creation has come. The old is gone, the new is here. Amen. This Bible verse means that whoever believes in Christ will live a good life, where we have a new beginning and a fresh start. थैंक यू ग्रेस एंड थैंक यू जोएल। अभी ये टाइम है हमारा क्रिसमस के टाइम पर हमने अपने संडे स्कूल बच्चों के मार्क्स रिवील नहीं किए क्योंकि सारे लोग आए थे। तो अभी संडे स्कूल के बच्चे अपनी जगह पर ही बैठे हैं। तो मैं स्मृति को इनवाइट करूंगा ताकि आए और बच्चों के मार्क्स रिवील करे। और हम बच्चों के लिए कुछ प्रेजेंट्स लेकर आए हैं। सबैलाई चाहिँ नमस्ते पनि। अनि हाम्रो चाहिँ लास्ट इयर हामी चाहिँ 6 मन्थ्समा एक्चुअली 6 मन्थ्स भन्नाले अब फ्यु मन्थ्समा चाहिँ एक्चुअली हामीले टेस्ट गर्ने गर्छ होइन। हाम्रो लाइक लेसन जस्तै हुन्छ अनि सबै सकिसकेपछि चाहिँ अनि जोएल एन्ड ग्रेसलाई सिकाउनु पढाउनु अनि त्यसपछि उनीहरूसँग सङ्गति गर्नु चाहिँ एकदम ब्लेसेड टाइम भएर गएको छ। अनि त्यसको निम्ति परमेश्वरलाई धेरै धन्यवाद भएको छ। अनि गएको टेस्टमा चाहिँ हामीले धेरै 10-12 धेरैवटा त होइन तर 10-12वटा क्वेसन्सहरू थियो। अनि सबै कुराहरू राइट नहोला, वर्ड टु वर्ड नहोला, तर उनीहरूले सोच्ने तरिकाले लेख्दाखेरि उनीहरूले प्रभुलाई बुझेको वचनलाई बुझेको अनुसारले लेख्दा चाहिँ वी आर भेरी प्राउड अफ जोएल एन्ड ग्रेस। उनीहरूले चाहिँ एकदम राम्रो गर्छ होइन। त्यहाँ बसिराख्दाखेरि यसो हेर्दाखेरि जो ग्रेसिभ घरिघरि चकचक गरेर बस्छ है, तर सन्डे स्कुलमा जब उसले प्रभुको वचनबाट भन्छ त्यति बेलामा एकदम अमेज्ड भइन्छ क्या। एउटा वर्ड एउटा वर्स उसलाई दिनुपर्छ अनि उसले यति राम्ररी बुझेर भन्छ। अनि जोएल त भन्नै पर्दैन, जोएल त यतिकै ज्ञानी छ जे भने पनि गर्ने खालको छ। अनि दे आर भेरी गुड किड्स। अनि लास्टमा चाहिँ हामीले 50 मार्क राखेको थियौँ। अनि
अनि फेरि पनि वर्ड बाई वर्ड हामीले मार्कहरू त्यसरी गरेनौँ, तर उनीहरूले कसरी बुझेको छ किनभने प्रभुको वचन चाहिँ कतिचोटि हामी याद मात्र गरेर हुन्छौँ, तर त्यसको मेन होइन भन्नु खोजेको रेभुलेसन चाहिँ हामीले प्रायः हुँदैनौँ। अनि उनीहरूले चाहिँ उनीहरूले के बुझेको छ अनुसार चाहिँ उनीहरूलाई चाहिँ हामीले मार्क्स दिएको थियो। मैले भन्दा पनि सबले मार्क गर्नुभएको थियो। अनि टु बी फेयर अनि दुवैजनाको बिचमा चाहिँ अलरेडी मिस्टेकहरू अलरेडी धेरै घटबडहरू थियो, त्यही भएर धेरै नगरिकन चाहिँ दुवैलाई चाहिँ 46 आउट अफ 50 अनि त्यसको लागि चाहिँ हामी have small gifts for you. Grace and Joel, come forward and take the gifts from Inaju. ताली पुगेन है, ताली पुगेन। अभी आपके पास कोई टेस्टमनी या प्रेयर रिक्वेस्ट है? मैं विश्वास करता हूँ इस साल में जो बड़ा टेस्टमनी हमारे बीच में है, हम सुनना चाहेंगे और प्रेयर करना चाहेंगे आप सबके लिए। हालेलुया हालेलुया, आमेन। परमेश्वरलाई महिमा भएको होस्। अनि धन्यवाद सर्वप्रथम परमेश्वरलाई। अनि यहाँ सम्पूर्ण न्यू चर्चका सबै सम्पूर्ण विश्वासीहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि त्यही अब प्रार्थना रिक्वेस्टदेखि लिएर प्रोसेसहरूदेखि रिजल्टसम्म आउँदा चाहिँ अब कस्तो हुँदो रहेछ भने अझै नै परमेश्वरले चाहिँ जीवनमा एकदम ठुलो काम गर्नुभएको रहेछ जस्तो अहिले मलाई त्यो एउटा पूर्ण उयो हुन्छ। अनि लास्ट विक पनि म बाइबल स्टडीमा मैले केही कुराहरू सेयर गरिरहेको थिएँ। अनि यो 2025 चाहिँ मैले फर्स्ट मेरो जनवरी 2025मा चाहिँ मैले आफूलाई एउटा थेम दिएको थिएँ क्या। अनि त्यो चाहिँ मेरो 2025 पुरा भएको हुन्छ होइन। अनि 2025 लगभग त्यही जनवरीतिर चाहिँ मैले के सोचेको थिएँ भने मेरो यो 2025 चाहिँ च्यालेन्जेस एन्ड ब्लेसिङ हुन्छ आफूलाई एउटा थेम दिएको थिएँ। अनि त्यस पछाडि अब मेरो भिजाहरू सकिन जुन 6 महिना 7 महिना जस्तो बाँकी थियो। त्यसमा चाहिँ अब लट्स अफ च्यालेन्जेसहरू भयो यो जुलाईको अगाडि चाहिँ। अनि मैले अस्ति यसो त्यो भिजालाई मेरो अफिसको इमेल चेक गर्दाखेरि चाहिँ ठ्याक्क एउटा फर्स्ट डकुमेन्टेसन स्टार्ट भएको चाहिँ फेब्रुअरी 28 देखि रहेछ क्या। अनि म कति प्लेस कस्तो खुसी लाग्यो कि परमेश्वरले चाहिँ स्टार्ट यो 2025 नै स्टार्ट भएदेखि ठ्याक्क अनि 2025 नै सबै कुराहरू मिल्यो होइन। अनि जसरी अब अहिले हामी चाहिँ जस छाटिएर आएका छौँ अनि एकदम परमेश्वरमा एउटा जुन विश्वास हामीले मिस गरेका थियौँ, जुन ट्रस्ट हामीले एउटा हृदयदेखि परमेश्वरलाई मिस गरेको थियो होला कतिपय सिचुएसनहरूमा, तर यहाँ हामी छाटिएर आएकाहरूमा चाहिँ अहिले एकदमै एउटा जुन प्रार्थना विश्वास अनि मेन चाहिँ डिक्लेरेसन हामीले यति विश्वास गर्छौँ अनि त्यो कुराहरूले चाहिँ अब एकदम लाइफमा पनि पुरा हुन्छ। अनि त्यो पुरा पनि भएको छ होइन। जसरी मोहन दाजुले पनि भन्दै हुन्थ्यो उहाँले आफ्नो घरको कि पाउन जुन दिन डिक्लेयर गर्नुभएको थियो त्यही दिन उहाँले पाउनुभयो। अनि हाम्रो सबैको लाइफमा चाहिँ अहिले हामीले यसो हेर्दाखेरि चाहिँ सबैलाई परमेश्वर जुन हामीले डिक्लेयर गरेको चाहिँ पुरा भइरहेको हामीले महसुस गरिरहेको छ एक आपसमा। सो इट इज भेरी पावरफुल होइन। अनि मेरो पनि त्यस्तै नोभेम्बर अन्तिम र देखि लिएर अनि डिसेम्बरसम्म भनेर चाहिँ डिक्लेयर गरेको थिएँ, प्रार्थना गरेको थिएँ। अनि मैले अस्ति के अरे हाम्रो बाहिर अनलाइन भनिरहेको थिएँ। अनि सन्डेको दिन थियो जस मेरो भिजा चाहिँ मन्डे बिहान आयो। सन्डेको दिन हामी मैले उसलाई पिकअप गर्न जाँदाखेरि हामी कुरा गर्दै थियौँ क्या। स्टिल मसँग वेन्सडे छ, वेन्सडेसम्म आउँछ हेर्दै जाउँ न भनेर मैले उसलाई भनिरहेको थिएँ। अनि त्यस पछाडि अनि मैले मेरो विशेष गरी चाहिँ अस्ति जुन वेन्सडे हाम्रो के अरे त्यो उसमा मेरो साथीहरू दुईजना आएको थियो अब उनीहरूसँग नै एउटा ग्रुप च्याट छ। अनि त्यसमा चाहिँ मैले उनीहरूलाई भेट्दा पनि भनिरहेको थिएँ मेरो डिसेम्बरमा आउँछ यो अन्तिममै आउँछ भनेर भनिरहेको थिएँ। अनि ठ्याक्क त्यो न्युज आएपछि अनि उनीहरूलाई पनि सुनाउँदाखेरि
उनीहरूले के भन्थ्यो उनीहरूले डिसेम्बरमा त भन्थ्यो कसरी ठ्याक्कै मिलाएर जातिको के हो उनीहरूको त्यही त हो मैले चाहिँ प्रब्लम भएर साग्नुपर्छ भनेर त्यसरी लेखिदिएको थिएँ क्या त्यो पनि एउटा पसिबल होइन अब वर्णसमा चाहिँ त्यस्तो शक्ति छ भनेर प्लस अस्ति हामीलाई पनि रिजनमा हामीले भन्न नसकेको कुराहरू यहाँबाट केही सिकेर गएर आशा छु अनि त्यही भइरहेको थियो होइन आउँछ अब हुन्छ नि कतिपय कुरामा म दाजुले भन्नु यस्तै हुन्छ नै के हो नेक्स्ट इयर पठाउनुपर्छ होला अनि मेरो फेरि काममा पनि कति एक्साइटेड क्या बसहरू पनि त्यस्तै एक्साइटेड होइन त्यो भिजा पनि आउँछ है पार्टी गर्नुपर्छ लन्च गर्नुपर्छ सबैजना मिलेर होइन पुरा अनि त्यो दिन ठ्याक्कै कामहरू गर्दै थिएँ ठ्याक्कै इमेल आयो इमेलमा चाहिँ अब मैले पुरै इमेल चाहिँ देखिनँ हेरिनँ सुरुमा केही समय अनि एकछिनमा यसो हेर्दाखेरि चाहिँ त्यही वी आर प्लिज टु सेयर भन्नु क्या कामको इमेलमा त वी आर प्लिज टु सेयर हुँदैन होइन अनि यसो हेरेको भएर लगाएर इमेल आएको छ अनि मेरो त्यस कम्पनीको सेक्रेटरीले पनि अनि ट्याक्क म्यानेजरलाई कल गरेर अनि फाइनली भन्दै खुसी भयो क्या अनि त्यसमा चाहिँ अब कस्तो अब इमोसनल पनि भयो एकछिन बाहिर गएँ पढाउँछलाई धन्यवाद दिएँ त्यस पछाडि त्यही हो पढाउँछले चाहिँ एकदम ठुलो आशिष दिनुभएको छ मेरो जीवनमा अनि मैले उसलाई पनि भनेँ उसले पनि अनि स्याटरडेको अब हामीले कति मिलाउने कोसिस गरिरहेको थियौँ अनि अब भनौँ न उसले पनि अब एउटा के भन्दा अब भिजा भए चाहिँ म स्याटरडे जब गर्छु भनेर अब मैले उसलाई हेर्दै होइन एउटा हुन्छ नि त पढोसीले चाहिँ यही इयर अब मलाई त जहिले के हुँदैन भने अब स्याटरडे एउटा स्याटरडे चाहिँ उसले मिलायो अनि अर्को एउटा स्याटरडे चाहिँ काम जानै पर्छ क्या अनि यो स्याटरडे खास नआउने हो मलाई कस्तो अब हुन्छ नि अब एक दिन चर्च गएन भने नि अब लाइक कति कुराहरू सुन्न उसले मिस गरेको हुन्छ नि त अनि त्यस पछाडि त्यो पनि भइरहेको कसरी मिलाउँछ होला भने ठ्याक्क भिजा पनि आएको थियो भिजा आउनु साथै भनेको थिएँ ठ्याक्कै उसले पनि त्यो पनि गर्यो अबदेखि स्यालेरी जहिले चाहिँ अब बिस्तारै उसलाई पनि चलाउनु हुन्छ अब मलाई कहिले पनि उसलाई मैले फोर्स चाहिँ गर्दिनँ तर यसरी नै हुन्छ किनकि म अहिलेदेखि लास्ट इयर यस हेर्छु क्या अब हुन्छ नि म उसलाई अब भेट्दा ओर्दा मैले त्यो पढाउँछौँ बच्चाहरू सुनाउनु पनि सक्दिनँ थिएँ होइन कतिपय अब त्यस्तै सर्कलहरू हुन्थ्यो अनि त्यस पछाडि कति भन्थेँ तर त्यसो तर अब यो इयरमा अहिले हेर्दा धेरै चेन्ज भएको छ नि त एटलिस्ट ऊ सँगसँगै आउनु थालेछ हरेक कुराहरू होइन अब आफूले आफ्नो हृदयले गर्न गर्दा पनि जस भनौँ न 10-20% स्टार्ट भइरहेको छ जस्तो लाग्छ मलाई तर पनि मैले उसलाई कहिले पनि होस् चाहिँ गर्दिनँ तर एक दिन परमेश्वरले यसरी नै काम गर्नुहुन्छ भन्ने आशा छ नि विशेष गरी चाहिँ सबैजनालाई हृदयदेखि धन्यवाद तपाईँहरूको प्रार्थनाले गरेर आज भिजा आएको छ अब यसरी पनि च्यालेन्जेसहरू त अगाडि भइरहेको नै हुन्छ 2 वर्षसम्म म चाहिँ यति नै प्रार्थना गर्छु कि अब हिन्दूहरूसँग राम्रो रिलेसन होस् काममा पनि कुनै दिनबारमा शैतानले अब विशेष गरी काम गर्न सक्छ होइन अनि यो 2 वर्ष चाहिँ एकदमै लागि परेर अनेस्ट भएर चाहिँ काम गर्न सकेको हो अनि त्यस पछाडि हो मेन चाहिँ अब त्यस पछाडि चाहिँ अब फेरि उनीहरूले नै फेरि सपोर्ट गरि नै रहेको त्यसरी भनेर प्रार्थना गर्दिनु होला हस्त फेरि पनि सबैलाई धन्यवाद चाहिएपछि आगे का समय हम परमेश्वर का वचन सुनने के लिए जा रहे हैं तो आप लोग ताली बजाकर मोहन दाई को स्वागत करते हैं सबैजनालाई जय मसीह र हामी वचनतिर जानेछौँ र ध्यानपूर्वक सुनिदिनु होला कोही नमिलाइदिनु होला र समयलाई पनि म हेर्दैछु त्यस कारणले चाहिँ तपाईँहरू फिकर नगर्नु होला छोटो मिठो तर याद चाहिँ गर्नु पऱ्यो फेरि किनभने भरे बढ्नु पऱ्यो तर वचन यादै भएन भने के फाइदा भयो फेरि त्यसै कारणले चाहिँ परमेश्वरको वचनमा चाहिँ एकदमै हामीले ध्यानपूर्वक सुनिदिनु होला र आज चाहिँ सबैले अघि भनिहाल्यो लास्ट विक अथवा लास्ट विक अफ द इयर लास्ट मन्थ मात्रै नभइकन चाहिँ लास्ट विक पनि भयो त्यसै कारणले चाहिँ आज ब्रेक
फ्रुट्स अफ द होली स्पिरिटबाट ब्रेक लिनेछौँ। र आज टपिक के थियो उनीपट्टि खासै त्यो धैर्य राख्नुहोस् किन पेसेन्स हुनु पर्यो र आजको चाहिँ पेसेन्स एकदमै टपिक पनि एकदमै राम्रो परमेश्वरको वचनमा एकदमै इम्पोर्टेन्ट छ। पेसेन्स मान्छेहरूलाई प्रोग्रामै हेऱ्यो भने 300 years त्यस्तो त्यस्तो छ। हामीलाई वान डेको पेसेन्स पनि गाह्रो पर्छ तर पनि हामी पेसेन्स राख्नु र जरुरी मान्छौँ। र मलाई अब के भयो भने यो भाइले झन्डै त्यसो भने चाहिँ रेभोल्युसन चाहिँ भनेन रेजोल्युसन हो। अनि रेभोल्युसन भन्दा के र न्यु इयरको रेजोल्युसन सबैले गरेको हुन्छ प्रायः कहिले चाहिँ न्यु इयर रेजोल्युसन हिजो कि मैले टेबलमा सर्भन न्यु इयरको रेजोल्युसन हुँदै थियो। खाने बेलामा चाहिँ जहिले खाने बेलामा चाहिँ रेजोल्युसन भन्छ। आज हामी अहिलेबाट रेजोल्युसन भन्ने हुन्छ तर उसको चाहिँ न्यु इयर रेजोल्युसन त्यो न्यु इयरमा चाहिँ टाइम छ त्यति बेलासम्म चाहिँ। तर हामी वचनमा पनि अब हामी हेर्नेछौँ त्यो रेजोल्युसन रिकलेक्सन एन्ड रेजोल्युसन हामी हेर्नेछौँ। टपिक नै त्यही छ आजको किन 2025 पनि हामीले पुरानो भाइबाट सुनेको भाइ कस्तो ब्लेसेड भएको छ। यो वर्ष हेऱ्यो भने सबैमा सबैको हाम्रै खाने हेऱ्यो भने याद छ होइन यो चेन्जेस 2025 मा र धेरै हामी अब यहाँ हाम्रो रेसप र बहिनीको बिहाको 1 वर्ष र 2025 मा हामी सम्झिनु पाएको छ। धेरै ब्लेसिङ्सहरू हामीले देख्नु पाएका छौँ र आफूले बहिनी पनि ब्लेसिङ हामी सुन्नु पाएँ कि शनिबार छुट्टी आज आउँदैन भनेर भयो त्यो काम थियो भनिकन तर अब आउनेसँग मिल्यो भनिकन चाहिँ त्यो पनि परमेश्वरको आशिष हो। किनभने भिसन आएको भए गाह्रो हुन्थ्यो कामले गर्दा यता हुन्थ्यो त्यसपछि अब शनिबार उहाँले मिलाइकन अब हाम्रो जोसेफ भाइको पनि शनिबार गाह्रो हुन्थ्यो तर अहिले उसलाई सोनमजीले चाहिँ सिलाले हाल्यो भने सरले फेरि फोनमा फर्किहाल्छ। जोसेफबाट फर्काउने हुँदैन साउनीलाई फर्किहाल्छ भनेपछि त त्यहाँ पनि मिल्ने परमेश्वरको आशिष नि होइन यो परमेश्वरको आशिष नभएको गाह्रो हुन्थ्यो र परमेश्वरको आशिष दियो। अब हामी बाहिर जानेछौँ र हामी सबैले चाहिँ मेहनत गर्छ नि यो देशमा सबैले मेहनत गरेको छ। हामी दिनरात काम गर्छौँ दिनरात काम नगरेको भए आज यस्तो ठुलो घरमा हामी यसरी सम्झिनु गर्न पाउँदैन थियो। सरले मेहनत गर्छ मैले मेहनत गर्छु फेरि मान्छेले भन्नुहुन्छ होला बुढाछोले चाहिँ ठुलो ब्याङ्कमा जाहिर खान्छ बुढाले कमाएर चाहिँ बसिरहेको छ होइन। सरले पनि मभन्दा बढी मेहनत गर्छ गुरुङबाले थप्न थालेको काममा पनि त्यति पहिला जस्तै काम गर्दैन पहिला जति गर्नुपर्ने होला तर सरले पनि पुरा मेहनत गर्छ फ्यामिलीलाई हुर्काउनुमा ताकि मैले फुल टाइम काम गर्नु रेडी होस्। किनभने हरेक प्रमोसन आउने बेलामा चाहिँ मैले उसलाई सोध्छु कि यो गर्नु न यो गर्ने बित्तिकै चाहिँ म बच्चालाई हेर्नु सक्दिनँ घरमा टाइम दिनु सक्दिनँ मेरो यस्तो हुन्छ घरमा पनि घरमा भए तापनि म घरमा हुँदिनँ किन कहिले काहीँ उसलाई थाहा सबलाई थाहा हुन्छ। कतिजना मेरो रिस त देखेको छैन उसले मेरो रिस पनि देखेको छ र घरमा चाहिँ काम गर्ने बेला उसले चिस्क्याउँदै गऱ्यो भने म कति उफ्रिन्छु भनिकन चाहिँ किन घरमा भयो भने म काममा हुन्छु बरु काममा मात्रै जानु म काममा जानु काममा आउँदा जति चाँडो भएर एटलिस्ट हुन्छ नि घर हुने बेलामा चाहिँ 6 बजी 7 बजी आउँछ काममा व्यस्त हुन्छ। त्यसै कारणले चाहिँ अर्को बेटर हाफले पनि धेरै मेहनत गरेको छ। इट्स नट एबाउट हाउ मच दे अर्न तर कति सेक्रिफाइस गरिरहेको छ। यदि उसले सेक्रिफाइस नगरेको भए आज यो घरमा हामी यस्तो बस्नु पाउँदैन थियो। त्यसै कारणले चाहिँ मैले तर उसलाई गरे भन्नुहोस् गरे चाहिँ उसले गरेको चाहिँ भन्दैन त्यो उसलाई चाहिँ बढाइसकेर पिटाउनु त्यो भएर चाहिँ तर आई नो हाउ मच आई एप्रिसिएट नो वाट अब हामीले यो अघि
यहाँ रेस्ट जोइबाट सुनिहाल्यो, बहिनीहरू सुनिहाल्यो, एकअर्कालाई हामी पुरा भाइमा सुन्यौँ होइन, मेरो हाफलाई चाहिँ कसरी गर्छ, के गर्छौँ र हामी मेहनत पनि गर्छौँ, मेहनत गरे अनुसार हामीले फल पनि पाएका छौँ, मिठो मिठो खाना लगाउन पाएका छौँ। अहिले यतिखेर चाहिँ तपाईँहरूले मलाई गइकन चाहिँ मलाई $50कै तपाईँहरूलाई लन्च खान त्यो मन पऱ्यो अरे यु क्यान एफोर्ड इट, $100कै अरे यु क्यान स्टिल एफोर्ड इट होइन, उहाँसँग $200 को। तर कतिपय ठाउँहरूमा त अहिले हाम्रो ज्वाइँको गवाई सुन्यौँ 10,000 आइसी कमाउँथ्यो भने त्यति बेला उहाँहरूलाई चाहिँ म गएर चाहिँ 5,000 का एउटा फ्यामिलीले लन्च गर्छु भने कस्तो गाह्रो कुरन्डु। तर हामी मेहनत गरे, काम गरेर चाहिँ नि गरे अनुसार पाएको नै छ। अनि हामीले मिठो मिठो कुरा खान्छौँ पनि, हामीलाई मिठो मिठो कुराहरू जसलाई कि उबरमा चढेर आउनु भने महँगो छ, तर पनि हामी एफोर्ड गर्न सक्छौँ किनभने हामी काम गरे अनुसार चाहिँ। तर किन यस्तो काम गरेछ हामी? वाइ आर यु अल वर्किङ सो हार्ड? मैले पनि काम गरेको छु, यो होइन कि आफ्नो वर्किङ हार्ड भने। अब न्यापमा कल सेन्टरबाट सिकेको, जब कि केएफसीमा त्योभन्दा एसिस्टेन्ट म्यानेजर थियो, त्योभन्दा बढी कमाइ थियो मेरो। तर न्यापमा कल सेन्टरमा छिरेँ, जब कि सबभन्दा तल्लो लेभलको एन्ट्री लेभलको गाली पुरा खान्थ्यो फोनमा। त अब नाम मोहन भन्ने व्यक्तिहरू फोनमा चिन्नुहुन्थ्यो, एउटा इन्डिया भनेर गाली गर्थ्यो। अनि अलिअलि अब इन्डियामा धेरै बसेको कारण चाहिँ यो अस्ति नै एक्सेन्ट गरे पनि भएन, इन्डियनै भनेर गाली गर्दै इन्डियन एक्सेन्टै हुन्थ्यो। अन्त यो गाडी इन्डियन भनेर फोनमा गाली हुन्थ्यो, जब कि एसिस्टेन्ट म्यानेजर भनेको केएफसीमा अर्को दलाउनेमा आफू त्यस्तो नि। त्यसपछि किनभने कुरियरको लागि अनि त्यसपछि प्रमोसन हुँदै गयो। अहिले हेर्छु प्रमोसन कहाँ प्राइभेट भएको छ प्रमोसन। तर एट द एन्ड अफ द डे किन छ होला? किन फिजिकलमा हामी कति भएको छ होइन? हामी यस्तो मेहनत गर्छौँ पिआरको लागि, हामी कति मेहनत गरेको छ पुरानो भाइलाई थाहा छ। केशव भाइले म्यानेजरको के हुन्छ चाइल्ड केयरको म्यानेजरको गाली खाएर पनि, टेन्सन दिएर पनि, स्लिपलेस नाइट गरेर पनि अचम्मै गरिरहेको छ। किन छ? क्वेसन आउँछ नि। जोसेफ भाइ बिचरा नेपालमा स्ट्रिट प्रिचरबाट यो देशमा आयो एउटा फ्युचरको लागि। उसलाई त अब म अस्ट्रेलियाबाट स्ट्रिट प्रिचर भनेर आएको होइन, उसलाई फ्युचरलाई आएको, फ्युचर बनोस् के भनिकन दिनरात काम गरिरहेको छ, पढिरहेको छ। भाँडाहरू पनि आज अलिक नमार्नु पर्छ, तर झुटो भाँडा दिने, टोइलेट सफा पनि गरिरहेको छ, क्लिनर पनि गरिरहेको छ, पैसा पाउँछ। अनि तर पनि मेहनत गरिरहेको छ नि, हामी सबै गरिरहेको छ नि। किन चाहिँ फिजिकललाई मात्र बढ्दैन, ताकि मिठो खानु पाओस्, मजाले घर बस्नु पाओस्, त्यति नै हो। अझै हामी फेरि भोलि प्रमोसन दियो भने प्रमोसन आयो भने चाहिँ अब पैसा अझै बढ्छ, अझै काम गर्छ बोनस बढ्छ, स्यालेरी बढ्छ। वाइ? ताकि मेरो लाइफस्टाइल होस् भनेपछि हामी लाइफस्टाइल मात्र हेरिरहेको छ कि मेरो लाइफस्टाइल होस्, मेरो गाडी बढोस् होइन। कि पिकान्त रेसिङ स्पोर्ट्स कार हुन्छ, रेसर झुकाउँछु, त्यहाँबाट भोलि प्रमोसन भएर मर्सिडिज BMW पनि चलाउँछ। तर सबै फिजिकलको लागि अहिले हामी हेरिरहेको छौँ, तर स्पिरिचुअल हामीले के गरिरहेको छ फेरि? किन स्पिरिचुअल त आफ्टर लाइफ त हाम्रो झन् धेरै लाइफ छ। द्याट्स द मेन लाइफ। यो लाइफ भनेको हाफ सेन्चुरी पुगिसक्यो, अब हाफ सेन्चुरी पुग्दैन छ भने किन 100 वर्ष त बाँच्नु चाहन्थ्यो। किन जोग्रेसले मलाई त अहिले भन्नुहोस् एजमा हुन्छ भनेपछि मेरो यति मेहनत गरेको छु, मैले गरिरहेको पनि छु, गरेको इन द पास्ट होइन, प्रेजेन्ट पनि भइरहेको छ, भोलि पनि बच्चा मेहनत गर्छु भन्ने लाग्छ, सकिन सक्छ। तर टेम्पोररी लाइफको लागि, तर पर्मानेन्ट लाइफको लागि हामी के गरिरहेका छौँ? बडी एन्ड सोल। सो वाट आर वी डुइङ फर द सोल? किन वाट हेभ यु डन भन्दा वाट आर वी डुइङ? किन अहिले समय छ नि त, अब त्यही सम्बन्ध नै हामी हेर्नेछौँ।
हाम्रो न्यु इयर कति दिन छ? 4-5 दिन छ न्यु इयर आउन। 2025 पनि बितेर जानु लागिसक्यो। उहिलेको कुरा फिलहरू गर्ने अब गीत पनि छ नेपालमा हैन। अब नयाँ वर्ष आउन लागिरहेको छ, एक्साइटेड छ, न्यु इयर आउँदैछ भनिकन। अब यो इयरलाई रिफ्लेक्ट गर्नु, पहिला चाहिँ हामी नेगेटिभतिर जाउँ। वी लस्ट 1 इयर भनेपछि लस्ट भन्नाले पनि लाइफमा हेऱ्यो भने चाहिँ अब 1 वर्ष जुन चाहिँ गएको छ, मेरो आयु 1 वर्ष घट्यो नि हैन। आयु घटिरहेको छ सबैको आयु बढेको छैन। 1 वर्ष गयो भन्दा अब मेरो 1 वर्ष बढ्यो नि भने कसको आयु बढ्यो? कसैको बढेको छैन। 1 वर्ष आयु घट्यो। त्यो चाहिँ संसारको नजरमा हैन। अब स्पिरिचुअलको नजरमा हेर्नु फेरि, स्पिरिचुअल नजरमा चाहिँ we are 1 year closer for the real life to be with God. त्यो चाहिँ फेरि हामीले बस्नुपर्छ। 1 year अझै I waited, किनभने who is not waiting for God to come? परमेश्वर दोस्रो आग्रह मान्नु लागि को चाहिँ यहाँ वेटिङ गरेको छैन। कसले भनिरहेको छ, God, can you wait a little bit longer? बल्ल बल्ल त अस्ट्रेलिया छिर्नु पाएको छु, बल्ल बल्ल त मेरो भिसा लागेको छ, बल्ल बल्ल त हिसिरामा फुल टाइम काम पाइरहेको छ, अझै बिहा त बाँकी नै छ, यहाँ सिजन बाँकी नै छ, घर किन्नु बाँकी नै छ, ठुलो गाडी चढ्न बाँकी नै छ। प्रभु तपाईँले अलिकति क्यान यु डिले भन्ने कसले कोही छैन नि। Lord God, can you come faster? But yeah, I'm not ni. But we are 1 year closer, exciting than I'm विश्वासी करेंगे. Exciting moment हो. You know when दोस्रो कोरिन्थी 5:10 में लिखा है that day when we shall stand before the Lord in judgment. त्यो दिन जब हामी परमेश्वरको सामने judgment day आउँछ. भनेपछि we should be preparing for that judgment day अहिले. तर संसारमा त थियो हैन कि फेरि जजमेन्ट डे मात्र हो, डोन्ट वरी अबाउट द लाइफ, डोन्ट वर्क हार्ड, कुन होइन फेरि। तर एट द सेम टाइम जब हामी संसारमा यति काम गरिरहेको छ सङ्घर्षको लागि, यहाँको बिहारको लागि, यहाँको सिटिजनको लागि, काममा प्रमोसनको लागि, अझै यो घरबाट ठुलो घरको लागि, एट द सेम टाइम स्पिरिचुअली पनि वी मस्ट बी हङ्ग्री लाइक द्याट। वी निड टु गो प्यारल विथ इच अदर। संसारमा पनि जरुरत छ, किन संसार के हुन्छ भने यदि इफ यु आर नट सक्सेसफुल, इफ यु आर अ फेलियर भने मानिसहरूले हाउ क्यान दे सी गड इन यु when you are a failure in the world? किनभने we represent God, we are the ambassador of God. And ambassador का हाला पतला छ भने what does that represent? Your country. And झट्टै ambassador झट्टै छ हुन्छ। अब अमेरिकाको ambassador झट्टै भनिन्छ नि, गाडी कस्तो उसको गाडी कस्तो छ versus एउटा गरीब देशको ambassador उसको life is different. So we are the ambassador of God, hence very important how we represent God in the world at the same time. र न्यायको दिनमा चाहिँ अब फेरि प्रश्न आउँछ तपाईहरु कुन चाहिँ क्याटेगोरीमा हुने? एउटा क्याटेगोरी चाहिँ छ मत्ती 25 को 34, Matthew chapter 25 verse 34। न्यायको दिनमा चाहिँ के भनेको छ? Come, you blessed of my Father, inherit the kingdom prepared for you and from the creation of the world.